ल अभी मदर बस्नु हजुर बस्नु गएँ बस्नु त्यहाँ वाट्सअप गाइज अझ म मामा घरमा छु किनभने अझ मम्मीलाई आमा खन्ने औँसीमा मैले मम्मीलाई चाहिँ सरप्राइज गिफ्ट दिन लाग्छु केक किनेर ल्याउँछ अहिले पछि जोरमाना गएर अनि उहाँ घरमा थपाउनु छ भनेर म यहाँ अहिले चाहिँ मामा घरमा आएको छु बनाउने भिडियो अनि मम्मी पनि यहाँको आमा पनि उहाँ दाउनबारी जानुहुन्छ अनि त्यही दाउनबारी आमालाई छोडेर अनि जोरमाना गएर केक ल्याउने हो अनि त्यसपछि मम्मीलाई टक्क लगाएर गिफ्ट दिने हो हेर्दै जानुहोस् अनि अहिले चाहिँ म चाहिँ मुख ब्रुस गरेर चाहिँ टिका लगाएर यतातिर आएको है 2 hours later सो गाई चल चाहिँ म होइन मामा घरबाट दाउनबारी गएँ दाउनबारीबाट चोरमाना गएर चाहिँ केकबाट त्यो बेकरीबाट केक लिएर आएको अनि बेकरी पसलमा चाहिँ अझ धेरै भिड थियो अनि म एक्लै गएको थिएँ अनि त्यहाँ चाहिँ लाज लगाएर भिडियो नबनाएको अनि अहिले चाहिँ हामी यहाँ मम्मीलाई चाहिँ थाहा होइन हामी यहाँ आइसक्यौँ अनि के हुन्छ गरे यहाँ केक पनि छ कि मम्मीलाई अहिलेसम्म थाहा होइन अब हामीलाई यतिलाई मात्र थाहा अब आयो मम्मी त्यहाँबाट आउँदा मैले यहाँ भित्र बसेको हुन्छ नि प्याक्ट पठाइदिन्छु अनि सो अब हेर्दै जानुहोस् यहाँ केक चाहिँ यही हो अझको खै डेकोरेसन गर्दै गर्नु न लाइट बल्ब ल त्यही नै हो अझको रमाइलो हुँदैछ हेर्दै जानुहोस् अनि के हुन्छ गरे उहाँ त्यो बेकरी पसलमा आएपछि लास्टै धेरै भिड थियो क्या अनि झ्याउला थियो अनि लाज पनि लाग्यो अलि एक्लै गएको थिएँ उयो अमा के गरेर अनि त्यही हेर्दै जानुहोस् मम्मीलाई कस्तो सरप्राइज दिन्छ भनेर ल ल अभी मदर हजुर बस्नु हजुर बस्नु गएँ बस्नु त्यहाँ बस्नु अभी मदर हजुर बन्छ ल भगे मलाई त यति चटमट मात्रै है मलाई त मन पर्दैन बा पहिला गालामा लगाइदिए ए मुखमा हाल्दै आमा नि ल खाइदिनु ल स्टिल सबको गाला पनि जस्तै बनाइदियो ए एली नछेक न गाला लाउनु ल ए पर्दैन ल्याउ न छोरालाई खुलाइदे मलाई खुवाको पनि यसलाई खुलाइदे निस्क्यो यहाँ दे भयो उहाँ बाबालाई पनि एउटा बिस्कुट ल्याएको चिसो छ यो अहिले म खान होइन चिसो अहिले चिसो नहोस् बाख्रा खाली थोरै त्यहाँ भिडियो बनाउनु यिनीहरूलाई दे म बनाइदिनु भिडियो मन बिस्कुट खाने उजा गयो त्यहाँ मुखमा मन बिस्कुट खाने बिस्कुट अरू बिस्कुट हेर्नु मलाई तितो छ नखा अनि उसलाई किन बोलाउ त यहाँ जानलाई तिनीहरूको मनाउँछ नि हाम्रो मनाउँ न अनि ल यसलाई खुवाइदियो च्याङबाको छोरीलाई घरको जानले हो अरूले होइन मनाउने गाउँभरि अहिले अनि त्यसको यहाँ अहिले लास्टमा खाना दिनु के अरे अहिले त घरको मान्छेले मनाउनु पर्यो नि घरको मान्छेले मनाउनु छेदै गाला भाइलाई खुवाइदियो किन लादेको गादैभरि
ठुलै छ केकले त सानो काटेर खाऊ गाला त्यो के पत्ता परेछ प्लास्टिक प्लास्टिक नकाट्नु हुँदै अहिले खा प्लेट ल्याएको भए त हुन्थ्यो नि प्लेटले ल्याएको ए हात हात खाने एक केटीले त मलाई दिने यहाँ यसरी हातले छे मोबाइलले धोका दिए अझ स्टोरेज फुल भनेर होइन मिसन फेल हानिदियो ठ्याक्क मम्मी आउने भित्र आउने बेला भिडियो बनाउँछ भनेको बाहिरबाट हेरिदिनु भयो ठ्याक्क अनि मिसन फेल भयो छ्या त्यही पनि केही भएन रमाइलो गरियो केक सेक खाइयो अनि तल त्यो पड्काउने कुरा चाहिँ पड्काइयो एलीलाई मोज भयो अझ स्कुल जान नलाग्यो आयो गर्दै एली अरू पनि आइज सब्सक्राइब गरिदिनु भन्दा त्यही हो अझ होइन यहाँ के छ अनि अझ चाहिँ मिसन फेल भयो अब एकछिनपछि देखाउँछु तपाईँहरूलाई ल फेरि ल 3, 2, 1 गो ल खतरा जोस आयो यिनीहरूको बच्चा चाहिँहरूको तिम्रो नाम के भन ल सुरुबाट ल हिजल भण्डारी हो तिम्रो नाम भन के गरे रोसिका रेशमी मगर ल तिम्रो नाम भन ल ल भन ल एली लामा ल भन ल मेरो नाम बिट्टु रेशमी मगर भन ल बहिनी जिया लामा जिया लामा भन है निर्धन रेशमी मगर फ्युचरको हिरो हिरोइनहरू यिनीहरू तिमीहरूले अलिक केक खायो कि नै को ल्याइदिएको नि केक काटेपछि कोठाको हालत पार्टी हान्यो यहाँ आज मदर्स डेको दिन होइन यहाँ केक राखेर टक्क लगाएर यो बुम हान्ने बेलामा यत्रो सबै फोरो गयो अब सफा गर्ने बेलामा गाडो खुस्किन्छ अब यहाँ सफा गर्ने बेलामा धन्दले बिस्तारमा चाहिँ लगाएर हिँड्यो यही तलतिर मात्र थियो त्यही भएर राम्रो भयो मजा पनि त्यत्तिकै आयो नि त जति नराम्रो भयो नि बुडुम्म पढेको थियो ल गाइजहरू अझको ब्लग चाहिँ यतिसम्म थियो होइन मैले भन्दैछु अझको ब्लग यतिसम्म थियो अनि म चाहिँ अब खाना नलागेको होइन खाना नलागेको अनि खाना आइसक्यो भिडियो काटिन्छ अझको लागि अनि अहिले चाहिँ मैले टिकटकतिर युट्युबतिर हल्का सर्ट भिडियो हालिसकेँ भिडियो सिडियो काटेर हालिसकेँ सबैजनाले हेरिदिनुहोस् चेकआउट माई ब्लग न्यू ब्लग होइन युट्युबमा गएर टक्क लगाएर अनि के कस्तो छ अझको ब्लग कमेन्ट गरिदिनुहोस् लाइक एन्ड सेयर हानिदिनुहोस् ल बाई